हे गाइज वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ बिहान चाहिँ मैले मर्निङ वाक चाहिँ गएको थिएन। आज चाहिँ रुममै वर्कआउट गरेँ, त्यसै भएर बिहानको चाहिँ सुट चाहिँ गर्न पाएन। तर अहिले चाहिँ अब स्टडी ब्रेकमा चाहिँ नयाँ सुनाएँ। अब चाहिँ अलिअलि काम गरेँ। अब चाहिँ मम्मीले चाहिँ बिहान खाना चाहिँ मगाउनु भयो किनभने खेतमा, किनभने बिहानै चाहिँ मम्मी खाना खाएर जानुभएको थियो बिहानकै। अनि अहिलेसम्म चाहिँ आउनु भएको छैन। खेतमा चाहिँ फोन गरेर बोलाउनु भयो कि छोरा खाना लिएर आइज, तिमीहरू आफै पनि राखिहाल खानालाई, अनि लिएर आइज, काम छँदैछ भनेर खेतमै बोलाउनु भयो। अब चाहिँ गएर मम्मीले चाहिँ खाना दिनुपर्छ र त्यहाँको केही सानोतिनो काम गरेर फेरि आएर पढ्नुपर्छ। त्यही हो। यता चाहिँ अलिअलि गाई बाछीलाई चाहिँ खाना दिएर बसिहाल्यो हामी। ओइ के गरिरहेको छ माथि चढेर? तल उत्रे यो खाना खाने नादीमा चढ्छ। उत्रे हेर्न सक्नुहुन्छ, यस्तै गर्छ क्या यसको नाटक। खाना अब पेट भरिसकेपछि यस्तै गर्छ। र यो चाहिँ ब्ल्याक ब्युटी, उसको नाम चाहिँ भुन्टी। के छ भुन्टी? यस्तै हो। यो लुगाहरू धोयो होइन। अब चाहिँ खेततिर लाग्छौँ हामी। हेर्न सक्नुहुन्छ खाना त प्याक भइहाल्यो। अब घर पनि लगाइदियो। हेर्न सक्नुहुन्छ। अब चाहिँ जाँदैछु म खेत। मस्त। अब त्यहाँ गएर पनि अलि बाटोको त भिडियो हेर्न सक्दिनँ, तर छ। अब चाहिँ अब यही बाइकमा चाहिँ हामी जानेछौँ। फाइनली गाइस हामी चाहिँ पुगिसक्यौँ यहाँमा। हेर्न सक्नुहुन्छ। अब चाहिँ म चाहिँ खेतमा जाँदैछु। मम्मी चाहिँ उता हुनुहुन्छ काम गर्दै। गाइज हेर्न सक्नुहुन्छ, मेरो मम्मी चाहिँ त्यहाँ काम गरिराख्नु भएको छ। बाख्रा चाहिँ त्यहाँ डोली घाँस चढिरहेछ। गाइज हेर्न सक्नुहुन्छ, खाना ल्याइदियो मम्मीलाई, खाइराख्नु भएको छ। म पनि थोरै खाइहाल्छु यसबाट। गाइज हेर्न सक्नुहुन्छ, अब मेरो मम्मी चाहिँ खाना खाँदै हुनुहुन्छ। अब यसपछि यो घाँस लिएर चाहिँ घर जाने म। गाइज अब खाना चाहिँ खाइसक्नु भएको छ। अब चाहिँ आफ्नै खेतमा चाहिँ यो प्याज चाहिँ रोपेको छ। आफ्नो बालीको त स्वाद चाहिँ बेग्लै हुन्छ। हेर्न सक्नुहुन्छ, मेरो मम्मीले चाहिँ थोरै प्याज दिइराख्नु भएको छ कि घरमा गएर फेरि खाना समयमा चाहिँ खाने। अब है त्यहाँसम्म चाहिँ छ। उता चाहिँ फर्सीको रोपेको छ। रातिकेले चाहिँ त्यो घोरगदर भन्छ क्या हाम्रोतिर, निलगाई हिन्दीमा। त्यसले चाहिँ धेरै अप्ठ्यारो गर्छ क्या। अहिले चाहिँ यति बाँकी छ प्याज, यतिमा चाहिँ आफैले गर्नुभएको। त्यसले त्यति मेहनत नभएर चाहिँ राम्रो भलेको छ, तर राम्रै छ जे भनौँ। गाइज हेर्न सक्नुहुन्छ, अब चाहिँ बाइकमा चाहिँ लोड गरिसकेछौँ। अब चाहिँ आफ्नो घरतिर चाहिँ लाग्छौँ। गाइज हेर्न सक्नुहुन्छ, घर चाहिँ आइसक्यो हामी। पहिला चाहिँ भैँसीलाई थोरै घाँस दिनुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ। ल के छ खानालाई यति उताब्लो हुन्छ नि यिनीहरू। हेर्न सक्नुहुन्छ, मजाले खान्छ। अब थोरै यो चाहिँ काम छ, यसलाई चाहिँ पुरै प्याकिङ गरेर घरमा राख्ने पर्ने हुन्छ। ल अहिलेसम्म त ताला पनि खोलेको छैन मैले। हेर्न सक्नुहुन्छ, चाहिँ खोल्छु म। घर चाहिँ खोलिसक्यो भयो इन्टरभ्यूमा। हेर्न सक्नुहुन्छ अहिले। अब चाहिँ त्यही केही कामहरू गर्ने। र साँझतिर चाहिँ म एउटा कुरा भन्न बिर्सेछु तपाईँहरूलाई। यहाँ चाहिँ साँझमा चाहिँ केटाकेटीलाई चाहिँ म ट्युसन पढाउँछु क्लास 10सम्मलाई होइन। साँझमा चाहिँ करिब 6 बजेदेखि 8 बजेसम्म चाहिँ म पढाउँछु ट्युसन क्लास। अब खाली टाइम चाहिँ 2 घन्टा चाहिँ दिन्छु म केटाकेटीहरूलाई। यही मेरो टोलको चाहिँ सबैजना हुन्छ होइन। सानो छ, थोरै ठुलो क्लासको मात्र छ। बढी चाहिँ सानै क्लासको बच्चाबच्चीहरू हुन्छ। रमाइलो हुन्छ पढाउँदाखेरि चाहिँ। अब नेक्स्ट भिडियो हेर्नको लागि चाहिँ च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला। र यसै गरी सपोर्ट गरिदिनको लागि चाहिँ धेरै धेरै धन्यवाद। यसरी जुडिबस्नु। र हाम्रो नेक्स्ट भिडियो चाहिँ एउटा युनिक भिडियो चाहिँ आउँदैछ। त्यसको लागि चाहिँ सरप्राइजिङ हुनेछ। त्यसैले चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला।